हेलो नमस्कार, मेरो ब्लगमा तपाईँलाई स्वागत छ। आज पनि मैले एउटा नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ म कसरी पकाउँछु त्यतिखेर म तपाईँलाई मेरो तरिका देखाउने छु। यसरी चाहिँ मलाई एकदमै मिठो लाग्छ। यो धेरै तेल पनि लगाउनु पर्दैन, स्वास्थ्यलाई पनि राम्रो। यो त्यतिखेर यो चाहिँ अदुवा लसुन हो अनि जिरा मजाले यसरी कुट्ने। यो चाहिँ त्यतिखेर मजाले काटेर राखेको छु। पियाज, टमाटर, आलु, अदुवा लसुनको पेस्ट, अब यहाँ पहिला तेल तताएर जिरा फुराउने। रातो गोल्डन रङको हुनुपर्छ यो जिरा चाहिँ। अनि करेला लगाउने, काटेर यसरी राखेको करेला चाहिँ लगाउने यसरी। मजाले चलाउने। आफ्नो तरिका हुन्छ पकाउने तरिका चाहिँ, तर मलाई चाहिँ यसरी पकाएको चाहिँ मिठो लाग्यो र धेरै तेल पनि नलाग्ने। यसरी छोप्दै पकाउँदाखेरि चाहिँ मजाले पाक्छ पनि, तेल पनि धेरै लाग्दैन। यसरी पकाउँदै चलाउँदै छोप्दै गरेर मजाले पाक्छ। यसरी पाकेपछि करेला आलु लगाउने। आलु अब पहिले आलु लगाउँदाखेरि चाहिँ सबै ढुटिन्छ, अनि यसरी मैले चाहिँ आलु चाहिँ अलिक पछि लगाउँछु। अलिक यो करेला अलिक पाकिसकेपछि यहाँ लाउने सबै यो मसलाहरू चाहिँ यो अदुवा, नुन, धुले खोर्सानी, सबै अदुवा लसुनको पेस्ट भयो, सबै टमाटर, पियाज, जिरा धनियाँको धुलो हो त्यो। यसरी आगिसकेपछि चाहिँ अब यो चाहिँ के अरे प्याज लगाउने र फेरि चलाउने, फेरि छोप्ने। अदुवा लसुनको पेस्ट, रातो खोर्सानी, जिरा धनियाँको धुलो, नुन, बेसार, प्याज चाहिँ लगाइसकेको। यो टमाटर बाँकी छ। अब यहाँ चाहिँ बेसार, नुन, अदुवा लसुनको पेस्ट लगाएर यसरी चलाउनु मजाले। मजाले पाक्दैछ। अब यो चाहिँ रातो धुलो खोर्सानी हो। यसले चाहिँ कलर मजाले ल्याउँछ, कश्मिरी रातो खोर्सानी। अब लास्टमा चाहिँ टमाटर लगाउने। टमाटर लगाएर चलाएर चाहिँ अनि यसलाई चाहिँ मजाले छोपिदिनुपर्छ। थ्याङ्क यू, बाई।